पूर्ण नमस्कार, म विजय परियार। म अहिले भरतपुर सोरा शिवाघाटबाट तपाईँहरूसित यो भिडियो क्लिप्स बनाइरहेको छु। बिहानको 7:57 म तपाईँहरूलाई देखाउन चाहन्छु नारायणी नदीको भाव। खास यो नारायणी नदी हामीले जति चाहिँ तपाईँको तरास भइरहेको थियौँ त्यति धेरै बढेन, केही पनि जनधनको क्षति भएको छैन। र म अहिले यो ठाउँमा जुन उभिरहेको छु, यो ठाउँ चाहिँ हाम्रो यहाँ भएको 23 किलोमिटर अन्तर्गतको तटबन्धन हो। यो तटबन्धन भइसकेपछि हामी यो नारायणी तटका छेउका बासिन्दाहरूलाई धेरै राहत भएको छ। देख्न सक्नुहुन्छ यस्तो यति राम्रो यो तटबन्धनको काम भएको छ। यो काम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यो प्रधानमन्त्री हुँदाखेरि उहाँले बजेट विनियोजित गरेर विकासप्रेमी रेणु दाहालज्यूको धेरै ठुलो पहलमा यो काम भएको हो। यहाँभन्दा तल सेतीदेवी सामुदायिक वनमा पनि काम भइरहेको छ नि, यहाँबाट पूर्व नारायणघाटतर्फ पनि काम भएको छ। यही तरिकाले सबै ठाउँमा नारायणीको छेउमा काम भयो भने हामी नारायणीको तटमा भएका सम्पूर्ण बासिन्दा सुरक्षितको महसुस चाहिँ हामीलाई हुनेछ। र विशेष यही भिडियो मार्फत म विनम्र अनुरोध पनि गर्न चाहन्छु, आदरणीय मेयर साहब, तपाईँले यो काम गर्नुभयो, हामी धेरै आभारी छौँ। अझै बाँकी रहेको काम पनि तपाईँबाट नै सम्पन्न हुन्छ भन्ने हामी आशा र विश्वास राखेका छौँ। यो यति राम्रो यति राम्रो तटबन्धन भएको छ। हामी सम्पूर्ण यो नारायणीको छेउको बासिन्दाहरू हामी एकदम आभारी छौँ। नदीको तटबन्धन भएपछि हजुर राम्रो भयो नि त बुवा, हामीलाई उहाँसम्म आउँथ्यो पहिला होइन बुवा? राम्रो भयो नि बुवा है? कसले गर्नुभयो बुवा यो? नमस्ते बुवा। बिहानै नारायणीको छेउमा आउनुभएछ है। अनि यहाँ त एकदमै राम्रो तटबन्धन बनेको नि हाम्रो ठाउँमा है। हो। अनि यो पहिलाभन्दा अहिले कस्तो छ बुवा यो? होइन, अहिले पहिला जस्तै बाढीहरू नदीहरू बढ्यो भने अलिक डर हुन्थ्यो। अहिले फेस सेपरेट त छ, मान्छेहरू आजकल केही हुन्न है भन्ने एउटा ढुक्क मनले बस्न चाहन्। ऊ त्यहाँनिर पहिला त बाढी हजुरको जाने ठाउँ थियो नि त्यहाँ है बुवा? त्यस्तो खासै बाढी होइन, त्यहाँबाट तपाईँको पस्यो भने त सबै लान्छ भन्ने सबै मान्छे डराउँथ्यो नि त। डराउँथ्यो। यहाँको जस्तै हजुरको तलसम्महरूको भयो भने त ढुक्कै हुन्छ है बुवा? ढुक्कै, गाडी गोलाघाटसम्म ढुक्कै। बिचमा नि काम त भएको नि? भएको छ, जस्तै अब गाजीपुरतिर भएको छ। हो। पूर्वतिर त माथिहरूको 4 नम्बरसम्म नै 4 नम्बर लगभग सुरक्षित छ अहिले। ए बुवा कस्तो भएको अहिले यो ठाउँ? यो एकदम भने जस्तो भएको छ अहिले। हो, यति गराउन चाहिँ पहिला पनि गरिदिनु पाए राम्रै हुन्थ्यो होला, तर अहिले चाहिँ एकदम राम्रो देखिएको छ है। हेर्न पनि रमणीय स्थल भएर बसे। विशेष धन्यवाद दिन चाहन्छु। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यू प्रधानमन्त्री हुँदा यसमा बजेट परेको हो र विशेष गरेर भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालज्यूको विशेष पहलमा यो काम भएको हो। हामी अहिले नारायणीका छेउमा तटका छेउमा भएका बासिन्दाहरूलाई जे भने अहिले हामीलाई सुरक्षित महसुस भयो नि बुवा, होइन बुवा? हस्, धन्यवाद।